नेपालमा किन भूकम्प आइरहन्छ? दुईवटा टेक्टोनिक प्लेटहरू हिमालयको मुनि एउटा फल्ट लाइनमा भेटिने गर्छन्। प्रत्येक वर्ष इन्डियन प्लेट लगभग 45 मिलिमिटर उत्तरतिर गइरहेको छ र युरेसियन प्लेटको मुनि धक्का दिन्छ। इन्डिया प्लेट युरेसियन प्लेटको मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाव सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ। केही समयसम्म यो शक्ति सञ्चय भएरै रहन्छ, तर जब यस्तो शक्ति उक्त क्षेत्रमा रहेको चट्याङले थाम्ने क्षमता भन्दा बढी हुन्छ, तब पृथ्वीको माथिल्लो तहमा रहेको चट्याङ समेत फोरेर भएभरको ऊर्जा एकैचोटि बाहिर निस्किन्छ। यसरी सयौं वर्षदेखि सञ्चित भएको ऊर्जा एक्कासी निस्किँदा नेपालमा भुइँचालो जान्छ। टेक्टोनिक प्लेटहरूको सिमाना जहाँ जहाँ पर्छ ती क्षेत्रमा भुइँचालो जाने गर्छ। धेरै समय पहिले पनि यसरी नै टेक्टोनिक प्लेटहरूको ठक्करले गर्दा हिमालयको निर्माण भएको थियो।